नमस्कार, म गोविन्द खराल, गैँडाकोट 5, हाल जापानबाट आउँदैछु। ल 2-4 दिन पहिला भनौँ, 2-4 दिन पहिला मेरो बाबुको न्युबोर्न भइरहेको छ। विशेष गरी यस मौलाकालिका अस्पताल प्रालीको सम्पूर्ण युनिटलाई म विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी डाक्टर रमेश पौडेलज्यू र अर्का डाक्टर हाम्रो रमेश घिमिरेज्यूलाई विशेष धन्यवाद दिँदै राधा म्यामलाई पनि यति धेरै सहयोग गरी आफ्नै परिवार जसै गरी सहयोग गर्नुहुने सम्पूर्णलाई म विशेष धन्यवाद दिन्छु। र मलाई लागेको थिएन कि नेपालमा यति राम्रो तरिकाले यसो उपचार हुन्छ भने म कन्फ्युज नै थिएँ। तर वास्तविक रूपमा म आफै आइसकेपछि मौलाकालिकाको यो सहयोग लगायत यो हस्पिटलमा भइरहेको सेवा सुविधा देख्दा म एकदमै चकितै भएँ। किनकि म विगत 7 वर्ष पहिला पनि मेरो पहिलो बाबु यहीँ हस्पिटलबाट जन्मिएको थियो। सायद त्यतिखेर चाहिँ यो 24 कोटीको साइडमा चाहिँ हस्पिटल थियो। अहिले चाहिँ बाइपास रोडमा हाम्रो यो नापी कार्यालयको अगाडि रहेछ। मलाई त्यो पनि पहिलोचोटि थाहा भयो। र यहाँ आइसकेपछि आफ्नो पारिवारिक रूपमै यहाँ चाहिँ बाबुको चाहिँ राम्रोसँग हेरचाह लगायत सबै कुराहरू, मेडिसिन, डाक्टरहरूको समय समयमा हुने फलोअपदेखि लिएर सबैजनाले राम्रो व्यवहार गर्नुभयो। एकदमै म चाहिँ सोचेको थिएन सायद यतिको तरिकाले चाहिँ हाम्रो भनौँ न यो चेकअप हुन्छ भन्ने जस्तो लागेको थिएन। र यस चेकअपमा सहयोग गर्नुहुने सम्पूर्णलाई म विशेष धन्यवाद दिन चाहन्छु। तपाईहरू पनि आउँदै हुनुहुन्छ, चेकअप गर्दै हुनुहुन्छ भने यो हाम्रो मौलाकालिका अस्पताल प्रालीमा आएर एकदमै ढुक्कसँग र तपाईहरूलाई मनमा लागेको कुरा डाक्टर रमेशसँग चाहिँ के भइरहेको छ, कस्तो भइरहेको छ भनेर प्रत्यक्ष भेट्न सक्नुहुन्छ। मलाई लाग्यो कि धेरै हस्पिटलमा गएर बोल्दाखेरि एकदमै त्यो डाक्टरहरूलाई चाहिँ प्रत्यक्ष भेट्न नै एकदमै गाह्रो हुने अवस्थामा चाहिँ यहाँ चाहिँ त्यस्तो छैन। मलाई त्यस्तो लागेन। त्यसो गर्दा चाहिँ तपाईँले चाहिँ आफ्नो बच्चालाई अथवा चाहिँ फ्यामिलीलाई कुन किसिमको के भइरहेको छ भनेको प्रत्यक्ष भेटेर सजिलै तरिकाले चाहिँ बुझ्न सक्नुहुन्छ। त्यो पनि अरू हस्पिटलभन्दा मौलाकालिकामा एकदम राम्रो लाग्यो। विशेष गरी सबै यो मौलाकालिका हस्पिटल प्राली सम्पूर्णलाई विशेष धन्यवाद दिन चाहन्छु। हस्त नमस्कार।